कुनै पनि कथा वा कहानीमा जनावरलाई समावेश गरिन्छ भने यो केटाकेटीहरूको लागि मात्रै हो भन्नु यो हाम्रो सबैभन्दा ठुलो गल्ती हो। यो कुराको प्रमाणित गर्छ एउटा पञ्चतन्त्र भन्ने बुकले। र पञ्चतन्त्र कसरी रचना भयो र यसको मूल कथा के हो। भारतवर्षको महिला रोप्य नामक एक समृद्ध नगरमा अमर शक्ति नाम गरेका एक शक्तिशाली राजाले राज गर्थे। उनी आफै ज्ञानी थिए, न्यायी, कुशल शासक पनि थिए। तर उनका 3 जना पुत्रहरू थिए, बहुशक्ति, उग्र शक्ति र अनन्त शक्ति। पढ्न लेख्नमा मन नलगाउने, आलसी र अज्ञानी थिए। राजालाई सधैँ यही चिन्ताले खाइरहन्थ्यो कि म मरेपछि यो राज्यको के होला। यी मूर्ख छोराहरूको हातमा राज्य परेपछि प्रजाको के दशा हुन्छ। उनले देशका ठुला ठुला विद्वानहरूलाई बोलाए, धेरैले प्रयास गरे, तर राजकुमारहरूको मन पढाइतिर पटकै लाग्ने थिएन। अन्तमा एक दरबारीले भने, महाराज, यदि कोही यी राजकुमारहरूलाई शिक्षित गर्न सक्छ भने त्यो केवल 1 जना छन्, ती हुन् पण्डित विष्णु शर्मा। राजाले विष्णु शर्मालाई दरबारमा बोलाएर बिन्ती गरे। विष्णु शर्मा एक असाधारण विद्वान थिए। उनले राजालाई भने, महाराज, मलाई धन चाहिँदैन, पद पनि चाहिँदैन, तर म तपाईका यी 3 पुत्रहरूलाई म 6 महिनाभित्र नीतिशास्त्र र जीवनको व्यावहारिक ज्ञान दिने वचन दिन्छु, तर मेरा तरिकाले। राजाले यो कुरा स्वीकार गरे। विष्णु शर्माले ठुला ठुला ग्रन्थ खोल्नुको सट्टा राजकुमारहरूलाई जनावरहरूका रोचक कथाहरू सुनाउन थाले। ती कथाहरूमा सिंह, गधा, बाँदर, कागले मानिस जस्तै बोल्थे, सोच्थे, षड्यन्त्र गर्थे र प्रत्येक कथाले एउटा गहिरो जीवन सत्य बोल्थ्यो। राजकुमारहरू मन्त्रमुग्ध भए। उनीहरू हरेक दिन आतुरताका साथ कथा सुन्न थाले। यही कथा संग्रह नै पञ्चतन्त्र बन्यो। र पञ्चतन्त्र केवल एउटा देशमा मात्रै सीमित रहेन। भन्छन् बाइबल र गीता बाहेक सबैभन्दा दुनियाँमा भाषामा अनुवाद हुने किताब भनेको पञ्चतन्त्र भनेर भन्ने गरिन्छ। पञ्चतन्त्रका 5 तन्त्र छन्, मतलब विधाहरू, भागहरू छन्। 1 नम्बरमा छ मित्रभेद, साथीहरू बीच फाटो पार्ने षड्यन्त्रका